हेलो गाइस, यो चाहिँ नि मेरो गाउँको पुल हेर्नु। मेरो एकमात्र मेरो गाउँको पुल, यो सानो पुल है। एकदमै यो पुलको कारणले गर्दा यो खोलाबाट हामी एकदम जोगिएको छौँ। नभए भलाएपछि सधैँ उहाँ डाँडाबाट पर गाउँबाट घुमेर जानु पर्थ्यो। हाम्रो लागि भनेर एकदमै परबाट घुमेर जानुपर्ने क्या तपाईँको टाढो टाढो अर्को गाउँबाट अरूको पुलबाट। हाम्रो लागि त छँदैन हुने नि। एक्लै भयो अब। सो मेन रोडमा हाइवेमा जाने हो। मेन रोडमा पुगेपछि हेरौँ गाडी यहाँ पाउँछ, त्यही गाडीमा चढेर पुगिने हो। यो हातमा चाहिँ यसरी टोकियो होइन, त्यो गाई छैन। अब बाँदरले टोकेको छ। अब हेरौँ कतिवटा सुई हान्नु पर्छ अनि कति दिनसम्म हान्नु पर्छ, के हो कसो आई डोन्ट नो। त्यही भएर है लाग्दिने हो। सो होइन कस्तो भने क्या तपाईँको, म यसरी नै भ्लग बनाउँदै आउँदै थिएँ। अनि भ्लग बनाउँदै आउँदाखेरि चाहिँ त्यहाँ हाम्रो एउटा भाउजू हुनुहुन्छ क्या, टिकटक बनाइनुहुन्छ। अनि उहाँसँग म गाईको ठाउँमा पनि एकदमै सँगै हामी गाई के अरे रागाहरू चलाउँथ्यो। अनि उहाँले गेस गर्नु भएछ कि ओ भाइ भ्लग बनाएको के भन्नु अब भ्लग बनाएको अहिलेसम्म छैन मैले होइन। सो आज मेरो दोस्रो दिन हो होइन, दोस्रो दिन हो। त्यही भएर भ्लगको अब चाहिँ रेगुलर हाल्नु पर्ने छ भनेर चाहिँ अब चाहिँ है म फर्स्ट दिन, दोस्रो दिन, तेस्रो दिन यसरी भन्दै होइन हाल्ने छु। अनि होइन अब होइन भिडियो रेकर्डमा बोलेको, यता अगाडिको क्यामेरा खराब छ त्यही भएर यताबाट बोलेको के छैन है। सो गाइज हेर्नु यो चाहिँ एकदमै दुख्दो रहेछ कि भनेमा कुरी नि। अब यस्तो त्यही भएर मलाई स्टिक लिनु मन लागेको छ होइन गाइज। मैले त्यही भएर स्टिक मगाएको छु। 750को स्टिक रे अनलाइन अर्डर गरेको। केही छैन। अब यो हात यति धेरै दुख्यो नि मलाई, यो यति धेरै दुख्यो नि तपाईँको भाडा चिसोले गरेर होला। त्यही भएर स्टिक मगाएको हो कि सजिलो हुन्छ भनेर। अहिले चाहिँ एकदमै दुखिरहेको छ है।